हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ मेरो कहाँसम्मको यात्रा छ तपाईँहरूलाई म भिडियोमा देखाउँछु नि होइन। आज चाहिँ मेरो ठुलो मम्मीको घरमा पूजा छ नि त, अनि त्यहाँ बोलाउनु भएको छ। अब यहाँ खाजासाजा खाएर अनि म सघाउने गरी जाँदैछु। अब म चाहिँ उठेर घरबाट कुरा गरेर होइन टक्कसँग कफी यहाँ बहिनीलाई साथी लिएको छु, बहिनीसँग कफी खाने, त्यसपछि जान्छु। यहाँनिर पानी उम्लिसक्यो कति चाहिँ छैन नि। म चाहिँ अब पूजामा जानुको लागि रेडी हुँदैछु गाइज। अब छोरी मान्छे भएपछि हल्का होइन मेकअप त गर्नु पऱ्यो, अनि हल्का लिपस्टिक दलेर त्यसपछि चाहिँ अनि म जानेछु पूजामा। फाइनल लुक ल फाइनली गाइज हामी चाहिँ घरबाट निस्किसकेको छौँ। अब हामी हाम्रो दाजुको घरको पूजामा जाँदैछौँ। बाई बाई गरिदेऊ बिहान, बाई बाई हापा गर गरिदेऊ। खै बाई हापा गरेको ल अब सरी घरले खिचायो। रोटी पोल्दै हुनुहुन्छ यहाँ हाम्रो दाजुको घरमा। खतरा पोल्नु हुँदो रहेछ, काँडै काँडा भयो त ठिक्क ठिक्कको क्या है, राम्रो छ त नि। ल यहाँ हुनुहुन्छ हाम्रो पुरी पकाउने डिपार्टमेन्टहरू। कस्तो राम्रो देखेको छ। तामाङको घरमा पूजाहरू, यहाँ पुरी चाहिँ बाहुनको घरमा बेल्दैछ। अनि त भुइँमा गएर त ल यहाँ हाम्रो निम भाउजू चाहिँ पुरी पकाउँदै हुन्छ। अनि गर्मीले त अनि कस्तो भयो होला, ए राम्रो निस्केको छ क्यामेरामा त हो। अनि यो पकाउने त अनि म कतिको जाँदैन, मेरो माइली नन्द आई नै मलाई सघाउनुलाई पालो दिन आएको 10 बजे भनेको कति बज्यो अहिले? 3 बज्यो ट्याक्कै। कस्तो बिजी बिजनेस हुँदैन हो नि त, म केही भन्दिनँ त्यसमा, चित्त दुखाउँदिनँ। कि एउटा बाल्नु कि 3टा कि 5वटा कि 7वटा बाल्नु? कस्तो मिठो बास्ना, कस्तो मिठो बास्ना आएको। राखिदिनु नानी जाऊ भित्र, लु जानु अरे भित्र गएर सबैजना बस्नु अरे। दुईटा गन्थे भालै हातमा बोकिराख्नु नि। अहिले चाहिँ हामी यहाँ धनको शनि मन्दिर आएको छौँ होइन। अनि यहाँनिर चाहिँ लामाले त्यो परेवा उडाउनु भन्नुभएको थियो नि त, हामी परेवा उडाउनुको लागि यहाँनिर म चाहिँ भाउजूसँग आएको छु। तपाईँको गडा दशाको यो यसरी उडाइदिनु न माथि फुर्र पार्नु, झर्दैन यसो हल्का उडाइदिनु नि। माथि माथि पनि बसिरहेको छ। त्यो लामाले पूजा गरिसकेपछि चाहिँ परेवालाई मन्दिरमा लिएर उडाउनु पर्छ होइन। तपाईँहरू को कसलाई थाहा छ धरानको शनि मन्दिर? धरानमा बस्नु भने त सबैजनालाई प्रायः थाहा नै हुन्छ। फाइनली म चाहिँ पूजाबाट घर आइसकेको छु। अनि अहिले चाहिँ ढलमा पानी परिरहेछ नि त, अनि म यहाँ अलिअलि भिज्दै आएको छु होइन। अनि जतिजनाले पनि मेरो भिडियो हेर्नुभयो थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैजनालाई। बाई बाई।